हेलो, स्वागत छ मेरो युट्युब च्यानलमा। देश पठाउ भगमा हामी त्यही अनलाइन क्लास त्यही पठाउमा कसरी बस्न सकिन्छ भन्दाखेरि त्यही तपाईँहरूको मोबाइलमा मेसेन्जरमा आएपछि गुगल अकाउन्टमा थिचिदिनु होला। थिचेपछि तपाईँको क्लास त्यही जोइन हुन्छ। आएपछि हाम्रो पठाउ ड्राइभ छिटो पैसा भेरिफिकेसन गरेर केएफसी भरेर हाम्रो त्यही यता आउँछ। आएपछि हाम्रो देशमा के हो पठाउ के भन्दाखेरि त्यही आफ्नो मालिक आफै बन्न सकिन्छ। खाली अनुसारमा बस्दाखेरि त्यही हाम्रो अनलाइनमा बस्नु पऱ्यो। बिजी हुँदाखेरि त्यही अफ गर्नु पऱ्यो। यो त्यही एउटा धेरै धेरै पैसा कमाउन सकिन्छ, आमदाम गर्न मिलिन्छ यसबाट। त्यही यो त्यही हाम्रो 80% भनेको त्यही हाम्रै भयो। 20% त्यही कमिसन बोलाउनु पर्छ हाम्रो त्यही यसमा त्यही। अनि यसबाट आएपछि हाम्रो आफ्नो गर्न सकिन्छ। 100 रुपियाँ कमायो भने त्यही हाम्रो 20 रुपियाँ त्यही पठाउ अफिसमा तिर्नु पऱ्यो। अनि यो 4वटा भन्दाखेरि त्यही सुगर बोनस बोस बोनस क्विज बोनस फिस बोनस त्यही सुगर बोनस भनेपछि त्यही तपाईँको यसमा त्यही मोरल कलरमा आउँछ। मोरल कलरमा आएपछि हाम्रो त्यही बिलमा जति अनुसार लेखेको छ त्यति लिन पऱ्यो पैसा त्यही। अनि यसमा आएपछि तपाईँको हट जोइन्स पिकअप एन्ड ड्रप हाई भोल्टेज विथ बिङ एट रेट भन्दाखेरि त्यही तपाईँको हट जोइन भन्दाखेरि त्यही तपाईँको यसमा म्यापमा 20%, 15%, 10%, 5% यस्तरी आउँछ। अनि पिकअप एन्ड ड्रप भन्दाखेरि त्यही तपाईँले पिकअप गर्नु पऱ्यो, मान्छेले लिन जानु पऱ्यो, छोड्न जानु पऱ्यो। अनि हाइट बोलेन्स भने त्यही तपाईँको पैसा लिनु पऱ्यो होइन। अनि कति अनुसार छ भन्दाखेरि त्यही यसमा बोस बोनस भन्दाखेरि त्यही तपाईँको 20बाट आएपछि 15%, 10%, 5%, 1% त्यही हुन्छ। हाम्रो यसमा बिल अनुसारमा कति आयो त हेर्न मिलिन्छ। अनि तपाईँको कहिलेकाहीँ हाम्रो डिस्काउन्ट गर्दाखेरि हुन्छ नि, कहिलेकाहीँ प्रोमो कोड राखेर यताउति हुनेछ। यसरी भाडा कति 10%, 5 रुपियाँ कहिले 0 सिक्का हुन्छ त्यसरी लिन मिल्छ। यसरी त्यही धेरै पैसा त्यही गर्न मिल्दैन। अनि च्यालेन्ज कम्पिटिसन भन्दाखेरि त्यही तपाईँको रिक्वेस्ट सुरुमा 20% 1देखि 25वटा टार्गेट राख्नु पऱ्यो। हामीले टार्गेट राखेपछि त्यही तपाईँको कति आएको छ त्यति हाम्रो जित्न सकिन्छ पैसा त्यही पठाउ अफिसले दिन सकिन्छ यसबाट त्यही होइन। च्यालेन्ज पुरा भएपछि त्यही तपाईँको तारिक कतिमा हो भन्दाखेरि त्यही यसमै दिन्छ हाम्रो नोटिफिकेसन त्यही इनबक्समा त्यही आउँछ हाम्रो। यसरी दिनुपर्छ। यो सिआर मेन्टेन भन्दाखेरि त्यही तपाईँको अनलाइनमा बस्नु पऱ्यो डेली मर्निङ। अनि 9-25 तारिकमा आउँछ। अनि टोटल्स कस्टमेन अनि ट्रिप्स कम्पेन्सेसन रेट कति पर्सेन्टमा हामीले कसरी गर्न मिलिन्छ हाम्रो पैसा हुन्छ। अनि यति यति गरेको छ नि हाम्रो हो त्यस्तो गर्नुपर्छ। अनि 100देखि 20वटा चाहिँ तपाईँहरूले पुरा गर्नुभयो, 10% चाहिँ तपाईँको छुट गऱ्यो भने चाहिँ 50-50
पर्सेन्टमा त्यही आउँछ। अहिले हाम्रो 20वटा गऱ्यो गर्दाखेरि त्यही 100 उठेको छ। 10वटा गऱ्यो भने त्यही तपाईँको त्यही 50 हुन्छ। सिआर रेट त्यही यसरी हुन्छ। एउटा पनि छुट्याउन त्यही भएन। तपाईँहरूले छुट गऱ्यो भने त्यही तपाईँहरूको सिआर रेट त्यही जान्छ। अनि प्यासेन्जरले गऱ्यो भने त्यही ठिकै छ। हामीले उसबाट त्यही गऱ्यो भने त्यही सिआर कट्न सकिन्छ। यसबाट त्यही कहिलेकाहीँ हाम्रो चार्जहरू भर्दाखेरि चार्ज नहुँदाखेरि त्यो नेटहरूको कारणले एक्सेस थिचेन भने त्यही तपाईँको सिआर रेट त्यही जान सक्छ। यो अनलाइन अफलाइन भन्दाखेरि त्यही तपाईँहरूको अन बसेको छ कि छैन भनेर त्यही हेर्न मिलिन्छ। अब हामी त्यही होम पेजमा आएपछि तपाईँको अनलाइन हो कि अफलाइन हो, त्यसमा त्यही अनलाइन भनेर त्यही बस्नु पऱ्यो। अफलाइन भन्दाखेरि तपाईँको गर्नु परेन, अनलाइन त्यही गर्नु पऱ्यो। अनि तपाईँको म्याप भयो, कति पैसा उठेको छ त्यति भयो, अनि ड्यु अमाउन्ट देखाउँछ यसबाट त्यही। अनि तपाईँको दुईवटा देखेको छ नि यता लेफ्टपट्टि, अनि यो त्यही थिचेपछि म्यानेज रिक्वेस्टमा आउँछ। तपाईँको म्यानेज रिक्वेस्टमा आएपछि तपाईँको पार्सल अनि रिक्वेस्ट साउन्ड यताको हुन्छ। अनि यतापट्टि राइटपट्टि आउँदाखेरि तपाईँको 3 डटमा आएपछि कुन त्यही भाषा हो त्यो त्यही इङ्ग्लिस, नेपाली, बङ्गलादेशको त्यही हुन्छ। रिलोड भन्दाखेरि त्यही तपाईँको रिफ्रेस गर्नु पऱ्यो। अनि इनबक्स भनेको चाहिँ तपाईँको म्यासेज भयो। डायोमिटर भनेको चाहिँ तपाईँको घन्टीहरू बजाउनु पर्ने भयो, नोटिसहरू, जिपिएस ट्रेनिङ भयो होइन। यति बजाउँदाखेरि ट्विन 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 बज्छ। अनि तपाईँको हेलमा आएपछि तपाईँको के अनुसार भएको छ त्यसमा त्यही थिच्नु पऱ्यो। अनि रिपोर्ट इस्युज गर्ने बेलामा चाहिँ तपाईँ कहिलेकाहीँ दुर्घटना प्यासेन्जरले भाडा नदियो भने चाहिँ त्यसमा गर्न मिल्छ 24 घन्टादेखि 48। अनि सपोर्ट रिक्वेस्ट भन्दाखेरि चाहिँ तपाईँको यसमा त्यही कम्पनीले हेरेपछि तपाईँको रिक्वेस्ट गरिन्छ। अनि गरेपछि चाहिँ यो दुईवटा हो तपाईँले गर्नुभएकोमा। अनि कम्पनीले सपोर्ट रिक्वेस्ट दिन्छ। अनि दिएपछि सिस्टम भने चाहिँ तपाईँले आफै थाहा छ यो। अनि ट्याक्स विथ आउट लगइन भने चाहिँ तपाईँको त्यही भयो। अनि तपाईँको यता आएपछि ड्यु अमाउन्ट, पैसा कति भयो, म्याप कति भयो यसरी हेर्न मिल्छ। लेन्च बोर्ड भन्दाखेरि चाहिँ कम्पिटिसन भयो। यो त्यही एक ठाउँ कति पैसा कमायो त मान्छेहरूले यसरी त्यही हेर्न मिलिन्छ। हाम्रो त्यही एक ठाउँबाट अर्को ठाउँ कसरी हेर्न मिल्छ यो त्यही यसरी हेर्न पऱ्यो। अनि इजिलेट पैसा चाहिँ कति भयो त्यही यसरी हेर्न मिलिन्छ यतापट्टि। आएपछि पैसा देखाउँछ, च्यालेन्ज कम्पिटिसन देखाउँछ, टोटल कति हो, अनि कम्पिटिसन रेट पनि देखाउँछ 100%। अनि डेली हो कि मल्टी हो कि अनि मन्थ्सको त्यही यसरी हेर्न मिलिन्छ। हाम्रो त्यही तपाईँको ड्यु अमाउन्ट पनि देखाउँछ।
अकाउन्ट्स भन्दाखेरि तपाईँको छिटो पैसाबाट तिर्नु पऱ्यो। यो त्यही तपाईँको कालो छ भने त्यही तिर्नु पऱ्यो, हरियो छ भने त्यही तिर्नु परेन। यसबाट त्यही यसमा ड्यु अमाउन्ट्स भन्दाखेरि त्यही अनि यो त्यही रेट भनेको त्यही तपाईँको देखाउँछ, पैसा देखाउँछ यसबाट त्यही। अनि तपाईँको यो ड्यु अमाउन्टमा थिचेपछि त्यही यति यति गरेको छ भनेर त्यही हेर्न मिलिन्छ। यसबाट त्यही ड्यु अमाउन्ट्समा त्यही थिचेपछि अनि थिचेपछि तपाईँको क्विज हिस्टोरी हेर्न मिलिन्छ। अनि अल्स पेमेन्टमा हेर्न मिलिन्छ। अनि तपाईँको अकाउन्ट आउँछ। अकाउन्टमा आएपछि तपाईँको बाइकको नम्बर अनि आफ्नो नाम नम्बर आउँछ। यसरी हेर्न मिलिन्छ। अनि आएपछि तपाईँको 20 घन्टे बज्छ। घन्टे आएपछि हाम्रो एसेस गर्नु पऱ्यो। एसेस गरेन भने सिआर रेट कटिन्छ। अनि एसेस गऱ्यो भने चाहिँ तपाईँको यसमा यसरी देखाउँछ। अनि हाम्रो मान्छे कता छ भन्दाखेरि त्यही यसरी हेर्न मिलिन्छ। अनि जानुपर्ने कता हो भन्दाखेरि त्यही यसरी देखाउँछ। अनि आफ्नो नाम भयो, रेट कति छ प्यासेन्जरको हेर्नु पऱ्यो। अनि अमाउन्ट्स हेर्नु पऱ्यो, पैसा हेर्नु पऱ्यो, किलोमिटर हेर्नु पऱ्यो। कहिलेकाहीँ टाढाको पनि आउँछ, नजिकैको पनि आउँछ। 500 मिटर भन्दाखेरि त्यही हाम्रो 1.5 2.5 को टाढाबाट त्यही लिन आउँछ। अनि यसबाट त्यही बढ्छ हाम्रो यो त्यही पैसा कलेक्ट हुन्छ टाढाबाट र नजिकैबाट। फेरि 10 यता नजिकै छ भने त्यही हाम्रो पाएन। यसरी हेर्न मिलिन्छ। अनि तपाईँले गो टु द प्यासेन्जर भन्दाखेरि चाहिँ तपाईँको यो चाहिँ 30 सेकेन्डको हुन्छ रिक्वेस्ट आउँदाखेरि चाहिँ 30 सेकेन्डबाट 20 सेकेन्ड गरेन भने त्यहाँ थिचेन भने चाहिँ सिआर घटिदिन्छ। एक्सेस विथ राइडमा थिच्नु पऱ्यो। अनि यता आएपछि तपाईँको गो टु द प्यासेन्जरमा थिच्नु पऱ्यो। यो नेगेटिभ हुन्छ। अनि यो तल देखेको छ नि यो रातो कलरको यो हाम्रो प्यासेन्जरको त्यही। अनि यो जाँदाखेरि त्यो माथि सारेपछि तपाईँको यतापट्टि नम्बर आउँछ, म्यासेज आउँछ। अनि फोन गर्नु पऱ्यो। अनि सर म्याम दाइ दिदी कता हुनुहुन्छ, तपाईँ लोकेसनमै हुनुहुन्छ भन्दाखेरि त्यही हामीले थिच्नु पऱ्यो यसबाट त्यही होइन। अनि फोन गरेपछि कन्फर्म हो नि जानुपर्ने भनेर त्यही लेख्न मिल्छ। अनि गो टु द प्यासेन्जर नेगेटिभमा थिच्नु पऱ्यो। तपाईँको वेटिङ फर प्यासेन्जरमा चाहिँ अहिले नथिच्नु, प्यासेन्जरले भेटेपछि मात्रै थिच्नु, नत्र बढी घटी भयो भने चाहिँ तपाईँको रिस्की हुन्छ। अनि त्यसमा गो टु द प्यासेन्जर नेगेटिभमा थिचेपछि जानुहोस्, भेट्नुहोस्। अनि वेटिङ फर प्यासेन्जरमा लेख्नु, अनि स्टार थिचिदिनु, अनि हुन्छ तपाईँको। अनि त्यहाँ पुगेपछि तपाईँको जानुहोस् अनि स्टार्ट हुन्छ। अनि त्यहाँ पुगेपछि तपाईँको यसरी
म्याप देखाउँछ। म्यापमा चाहिँ यो मान्छे कतापट्टि हो भन्दाखेरि चाहिँ हाम्रो जानु पर्यो। अनि मान्छे कता छ भन्दाखेरि तपाईँको म्यापमा आएपछि चाहिँ प्यासेन्जरले लिएर जानुहोस्। सर म्याम तपाईँको लोकेसन यता हो भनेर चाहिँ भन्नु पऱ्यो। कहिलेकाहीँ प्यासेन्जरले रङ पनि हान्न सकिन्छ। अनि हानेपछि तपाईँको यो चाहिँ उता हुन्छ तपाईँको नो स्पेस एबाउट अनि क्यान्सल स्टार्ट यो चाहिँ दिनु पर्यो। तपाईँको भेट्दाखेरि चाहिँ तपाईँको थिच्नु पर्यो स्टार्टमा। अनि तपाईँको अनि इन्टिङ भनेपछि तपाईँको वहाँ पुगेपछि प्यासेन्जरले भेटेपछि यसरी आउँछ। अनि स्टार्ट गर्नु होला। अहिले चाहिँ प्यासेन्जरले नभेटिकन नगर्नु होला। भेटेपछि स्टार्टमा थिचेपछि तपाईँको राइड चाहिँ सुरु हुन्छ। अनि त्यहाँ पुगेपछि स्टार्टमा थिच्नु। स्टार्टमा थिचेपछि तपाईँको क्यान्सल स्टार्ट हुन्छ। अनि फेरि अर्को पेजमा आएपछि तपाईँको वहाँ प्यासेन्जरले ओल्नुहोस् भन्दा ओल्लेपछि तपाईँको यस्तो देखाउँछ क्यान्सल इन्ट्रिङ हुन्छ तपाईँको। इन हुन्छ यो चाहिँ यसरी। अनि तपाईँको भाडा चाहिँ कति पर्सेन्ट छ भनेपछि चाहिँ आफै देखाउँछ यसबाट चाहिँ। कहिलेकाहीँ हाम्रो यो चाहिँ भाडा प्यासेन्जरको यति छ भनेर तेल लिनु पर्यो। हाई रेट तेल लिन पाएन यस्तो गऱ्यो भने चाहिँ तपाईँको आइडी सस्पेन्ड पनि हुनसक्छ। डिस्काउन्ट अनि प्रोमो कोड यताउति गरेको छ भने चाहिँ छुट दिनु पर्यो। भाडा अनुसार यो हाम्रो 73 उठेछ नि हो त्यति लिनु पर्यो। बिल अनुसारमा धेरै गऱ्यो भने चाहिँ अनि प्यासेन्जरले खुसीले दियो भने चाहिँ लिनु पर्यो। भाइ चिया खाऊ खाजा खाऊ भने त्यही दिन सक्छ प्यासेन्जरले। त्यो त्यसरी त्यही लिनु पर्यो। हाम्रो त्योभन्दा त्यही लिनु परेन बढी त्यही। त्यस्तो गऱ्यो भने त्यही सस्पेन्ड उठ्छ कम प्यासेन्जरले गऱ्यो भने त्यही धेरै गऱ्यो नि। बिल अनुसारमै लिनु पर्यो पर्सेन्टको आधारले। अनि तपाईँको यो बेस फिचर कति उठेको छ कति किलोमिटरमा गएको छ अनि पैसा कति पर्सेन्टको अनि इन्सुरेन्स फेको चाहिँ 1% 20% हाम्रो यसरी त्यही मिल्छ यसमा चाहिँ बिल अनुसारमा न। अनि यो चाहिँ के अरे पर किलोमिटरमा चाहिँ 10% हुनु पर्यो। मैले अघि नै भनेको छु तपाईँहरूले चाहिँ यो चाहिँ टाढाबाट हुन्छ नजिकैबाट हुन्छ 2.5 किलोमिटरको चाहिँ तपाईँहरूको चाहिँ पैसा चाहिँ देखाउँछ यो चाहिँ बढी गरेको चाहिँ। अनि तपाईँको प्रति किलोमिटर चाहिँ 10 रुपियाँ कति भाडा उठाएर अरे त्यति हुनुपर्छ लिन पाउँछ यो चाहिँ। अनि हाम्रो कहिलेकाहीँ प्यासेन्जर टाढाबाट हुन्छ नि त्यतिखेर चाहिँ हाम्रो 1.5 किलोमिटर 2.5 किलोमिटरमा चाहिँ तपाईँको 20% 25%मा चाहिँ यसरी तिर्नु पर्यो। 500 मिटरसम्म चाहिँ
भाडा अनुसार लिनु पऱ्यो डिस्काउन्ट, नत्र तपाईँको अनि यसरी आउँछ म्याप यताउति यसरी थिचेपछि पठाउ यो डिस्काउन्ट तपाईँको तिर पनि अनि ड्यु अमाउन्ट्स चाहिँ यसरी देखाउँछ कस्टमर डिस्काउन्ट्स अमाउन्ट्स भन्दाखेरि त्यही अनि यो पेमेन्ट विथ अल्समा देखाएको छैन हो यो त्यही ड्यु अमाउन्ट्समा जान्छ हाम्रो कति पर्सेन्टको बिल उठेको छ नि कहिलेकाहीँ यो रातो भयो भने चाहिँ तपाईँहरूले पैसा तिर्नु पर्यो हरियो छ भने चाहिँ तिर्नु परेन अनि छिटो पैसामा गएर तपाईँले तिर्नु पर्यो ड्यु अमाउन्ट्समा यो पाँच सय कस भयो भने चाहिँ तपाईँको सस्पेन्ड हुन्छ सस्पेन्ड भन्दाखेरि चाहिँ तपाईँको लाइफभरि चलाउन मिल्दैन भन्दाखेरि त्यही होइन सस्पेन्ड भनेपछि त्यही तपाईँको छिटो पैसाबाट तिर्यो भने त्यही अलरेडी हुन्छ एकैछिनमा हुन्छ ड्यु अमाउन्ट्स विथ पेमेन्टमा चाहिँ थिचेपछि तपाईँको ड्यु ट्रान्सफर हिस्टोरी त्यही हेर्न मिलिन्छ यसरी कति पर्सेन्टमा हेर्नुपर्छ यो प्लस छ भन्दाखेरि तपाईँकै तिर्नु पर्यो माइनस छ भने चाहिँ तिर्नु परेन यसरी त्यही हेर्न मिलिन्छ अनि ट्रान्सपोर्ट यति दिएको छ भने त्यही यसरी हेर्ने हो रिपोर्ट इस्युज भने त्यही तपाईँको यसरी गर्नुपर्छ आएपछि यसरी हुन्छ सिआर यति मैले अघि नै भने होइन तपाईँहरूले यो रिपोर्ट इस्युज यता अमाउन्ट्स टोटल ब्यालेन्स हिस्टोरीमा त्यही हेर्न मिलिन्छ यसरी अनि कहिलेकाहीँ यसरी एलमा गएपछि यसरी त्यही तपाईँको देखाउँछ बोनस यताउति आयो भन्दाखेरि त्यही यसरी रिपोर्ट इस्युज गर्न मिलिन्छ एल्समा गएपछि त्यही यसरी हो के को कारणले हाम्रो यसरी भयो भन्दाखेरि त्यही बुझ्न सकिन्छ हाम्रो कहिलेकाहीँ प्यासेन्जरले भाडा नदिँदाखेरि कम्प्लेन गर्न मिलिन्छ अनि कहिलेकाहीँ दुर्घटना हुन्छ कहिलेकाहीँ यता भयो भने चाहिँ 24 घन्टादेखि 24 घन्टामै गर्न पर्यो त्यहीबाट
नआएछ भने तपाईँको रिपोर्ट इस्युज हुँदैन। 24 घन्टादेखि गर्न पर्यो। त्यही दुर्घटनामा परेपछि रिपोर्टै इस्युज गर्नु पर्यो। राइट इन गरेर अनि पुलिस कम्प्लेन अनि यता पुलिस कम्प्लेन गर्न पर्यो। पठाउ अफिसले नि जानकारी दिनु पर्यो रिपोर्ट इस्युजमा त्यसरी। मलाई नि त्यति थाहा भएन, अलिकति छु बोल्नले त्यही होइन। तपाईँहरूले पनि गाह्रो त अलिकति हुन्छ। कहिलेकाहीँ हाम्रो दुर्घटना भयो भने त्यही 24 घन्टामा रिपोर्ट इस्युज गर्नु पर्यो। मैले भन्दाखेरि त्यही तपाईँको राइट कति को गर्दाखेरि त्यही यो त्यही तपाईँको बिमा अनुसार 2 लाख रुपियाँ त्यही हुनु पर्यो। कहिलेकाहीँ हाम्रो दुर्घटना भएपछि मान्छे मऱ्यो, दुर्घटना यसरी भउँदाखेरि त्यही तपाईँको 10 लाख रुपियाँ दिन्छ। प्यासेन्जरले 10, तपाईँले 10 लाख रुपियाँ दिए तपाईँको दिन्छ पठाउ अफिसले। अनि राइट इन गरेर अनि तपाईँले पुलिस चौकीमा र अनि पठाउ अफिसले त्यही जानकारी दिनु पर्यो। त्यही उसमा 24 घन्टादेखि गर्नु पर्यो। अनि तपाईँको दिएन कहिलेकाहीँ हाम्रो यो यसरी त्यही लाइन अफिसमा दिनु पर्यो। 16 617 अनि 8899मा चाहिँ फोन गर्नु पर्यो। यो चाहिँ निशुल्क हो कल्स। अनि यो तपाईँको लाइनमा चाहिँ फोन गर्नु पर्यो। एनटिसी हो कि डाटा हो तपाईँले चलाउनु पर्यो। यसरी दुर्घटना सवारी गर्दाखेरि चाहिँ तपाईँको राइट स्टार्ट मैले अघि नै भन्दाखेरि राइट इन गरेपछि तपाईँको ट्राफिकले 103मा खबर गर्नु पर्यो। अनि तपाईँको पठाउ अफिसले तपाईँको WWS वेट इन सर्भिसमा गर्नु पर्यो। अनि छिटो पैसामा यसरी दिनु पर्यो। ड्यु अमाउन्ट्स चाहिँ यसरी राख्नु पर्यो। ड्यु अमाउन्ट्स छिटो पैसामा गएर अनि ड्राइभिङमा गएपछि तपाईँको ड्राइभिङ पेमेन्टमा कति उठ्या छ यसरी मोबाइल नम्बर राख्नु पर्यो। ड्यु अमाउन्ट्स अनि रिफ्रेस भएपछि चाहिँ यसरी अनि यसरी कन्फर्म भएपछि तपाईँको ओपिटी पिन नम्बर माग्छ। पिन नम्बर भएपछि चाहिँ भयो ड्यु अमाउन्ट्समा त्यही होइन। लाइफमा अनि लोड वालेटमा चाहिँ तपाईँको ब्याङ्क भयो यसरी त्यही लिन मिल्छ साथीको। अनि पठाउनु यताउति त्यही गर्न पर्यो छिटो पैसामा। अनि क्युआरबाट चाहिँ गर्नु पर्यो। यो चाहिँ 3टा छ तपाईँको के पठाउ अफिसमा गएर तिर्नु पर्यो। अनि नभउँदाखेरि चाहिँ तपाईँको यो चाहिँ पसलतिर हुन्छ नि त्यो आइएमबी यताउति पैसा ट्रान्सफरमा 10-20-5% त्यही लिन्छ। तपाईँको 100 रुपियाँ दियो भने त्यही 105 रुपियाँ लिन्छ तपाईँको साइबरतिर त्यही यताउति। ड्राइभिङमा गएर त्यसरी तिर्न मिलिन्छ हाम्रो ड्यु अमाउन्ट्स चाहिँ।
धेरै अप्सनहरू चाहिँ छ छिटो पैसामा। जियो अमाउन्ट त्यही सिरिन्छ, रातो छ भने त्यही तिर्नु पऱ्यो, हरियो छ भने त्यही तिर्नु परेन। पिन नम्बर यताउतिमा आएपछि चाहिँ तपाईँको सिलेक्ट भयो। पैसा तिर्न मिलिन्छ छिटो पैसाबाट। अनि तपाईँको 24 घन्टादेखि माथि रिपोर्ट इस्युस हुन्छ। यसरी पठाउ अफिस डिस्काउन्ट ड्यु अमाउन्ट्समा चाहिँ पैसा तिर्नु पऱ्यो। यसरी चाहिँ ट्रिप्स हिस्टोरीमा चाहिँ हाम्रो कति तिर्नु पऱ्यो, यसरी तिर्नु पऱ्यो। अनि डाटा अन गर्नु पऱ्यो तपाईँको जुनसुकै एनटिसी एन्सल भएपछि त्यो 4 GB लिनु पऱ्यो। अनि म्याप ड्राइभिङ मोडमा पठाउ ड्राइभिङ एप अनि म्यापमा चाहिँ यसरी त्यही हुन्छ। हाम्रो रिक्वेस्ट चाहिँ यसरी आउँछ। यसरी सिस्टम एप एमजिएमटी पठाउ ड्राइभ एन्ड गुगल मिट स्टोरी क्युनिङ सेप एन्ड क्युनिङ डाटा ट्रिप्स पछि गर्दा एपले रिलोडिङ गर्न मिलिन्छ। तपाईँको रिपोर्ट स्थिति यसरी हुन्छ। हाम्रो अब दुर्घटना चाहिँ हाम्रो रोड चाहिँ कुन बेलामा सेफले चलाउनु पर्यो। धेरै स्पिड ओभर स्पिड गऱ्यो भने चाहिँ तपाईँको प्यासेन्जरले कम्प्लेन गर्यो भने चाहिँ सस्पेन्ड हुन्छ लाइफ टाइमको लागि। हाम्रो कसैको लागि यो चाहिँ तपाईँको सस्पेन्ड हुने अकाउन्ट चाहिँ तपाईँको जरुमा 30,000देखि फाइन अनि 3 वर्ष जेलमा नै हुन्छ। अनि लाइफ टाइमभरि यो सस्पेन्ड अकाउन्ट चाहिँ तपाईँको चलाउन पाएन। बाइक कसैको छ, तपाईँको बाइक हुनु पर्यो। अर्को बाइक एक साधनबाट अर्को चलाउनु भएको छ भने त्यो चाहिँ तपाईँको रिस्की हुन्छ। अनि आइडी कसैले दिनुभएको अनि त्यो अकाउन्ट सस्पेन्ड हुन्छ। मोटरसाइकल कसैको छ भने नि त्यो तपाईँले आफ्नै बाइक छ भने ठिकै छ, बाइक छैन भने चाहिँ तपाईँकै जिम्मेवारी पर्यो। यसमा चाहिँ सस्पेन्ड चाहिँ हुन्छ। युज गरेकै चलाउनु पर्यो तपाईँको बाइकहरू। अनि कहिलेकाहीँ हाम्रो यो प्रमो कोड दिएन भन्दाखेरि अनि डिस्काउन्ट दिएन भन्दाखेरि चाहिँ तपाईँको पनि अकाउन्ट सस्पेन्ड हुन्छ। अनि राइट एन्ड इन्ट्रिङ कहिलेकाहीँ हाम्रो यो धेरै राइट लिनु र नलिँदाखेरि पनि त्यसरी अकाउन्ट सस्पेन्ड हुन सकिन्छ धेरै। अनि जारोसी मापसी यताउति पऱ्यो भन्दाखेरि पनि तपाईँको धेरै सस्पेन्ड हुनसक्छ। अनि तपाईँको अनि प्यासेन्जरले मुख लाएर अनि अफलाइन यताउतिमा भेटाउँदाखेरि तपाईँको सस्पेन्ड गरिन्छ लाइफभरि। कहिले पनि चलाउनु पाएन तपाईँको। अनि सेक्सहरू यताउति
गर्दाखेरि पनि पनि अकाउन्ट सस्पेन्ड हुन्छ। बलात्कार यताउतिको आरोपमा तपाईँको लाइफभरि खाता निलम्बन हुनसक्छ। यसरी हो, यदि राम्रोसित तपाईँहरूले ध्यान दिएर काम गर्नुहोला। पठाउ अफिसको कुराहरू त्यही ध्यान सुनेर चलाउनु होला। यो त्यही यसरी काम नराम्रो काम त्यही नगर्नु होला। भाडा जति छ त्यति लिनु। दुर्घटनाहरू यताउति पर्दाखेरि नचलाउनु होला। कहिलेकाहीँ हाम्रो मोटरसाइकल तपाईँको एक साधन नाम राखेको छ नि, त्यो मोटरसाइकल हो, त्यो त्यही आफ्नै राख्नु पर्यो। अनि दुर्घटना भएपछि त्यो पुफ्ते हुनु पर्यो। फेरि अर्को मोटरसाइकल लिएको छ, उताउति गऱ्यो भने त्यो चाहिँ पाएन, त्यो चाहिँ तपाईँकै रिस्कीमा हुन्छ। यो सबै एकचोटि पच गरेर लिनु। अनि भएपछि तपाईँको अफलाइन ट्रिप चाहिँ तपाईँको 24 घन्टै गर्नु पर्यो। अफलाइन गरेकोमा त्यसरी थाहा पायो भने चाहिँ तपाईँको 24 घन्टादेखि 5-10 हजार रुपियाँ फाइन पनि पर्छ। यसरी त्यो चाहिँ पठाउ अफिसको जिम्मेवारी चाहिँ भएन। अफलाइन चाहिँ गऱ्यो भन्दाखेरि चाहिँ त्यस्ताखेरि पनि तपाईँको अकाउन्ट सस्पेन्ड हुनसक्ने यति कुरामा हुन्छ। लाइफभरि जान सकिन्छ तपाईँको। अब यो चाहिँ हाम्रो यता आएपछि चाहिँ पठाउ अफिसले फोन चाहिँ कसरी गर्ने हो भन्दाखेरि चाहिँ टेलिफोनबाट नि गर्न पर्यो। अनि टोल फ्री नम्बर भनेपछि चाहिँ तपाईँको पैसा लाग्दैन टोल फ्रीमा। यसबाट चाहिँ टेलिकमबाट चाहिँ लाग्छ। अनि वाट्सएप भाइबरबाट चाहिँ म्यासेज गर्न पर्यो। तपाईँको 24 घन्टामै गर्नु पर्यो। यो चाहिँ छ। अनि फेसबुक इन्स्टाग्राममा चाहिँ हाम्रो पनि यसबाट चाहिँ हुन सकिन्छ फोनहरू यताउति। अनि क्युआरबाट पनि तपाईँहरूले हेर्न मिलिन्छ। यसरी टिप्स पार्सल यसरी आँको केसहरू यताउति कसरी गर्न मिलिन्छ भन्दाखेरि चाहिँ यो क्युआरको कोडबाट स्क्यान गरेर हामी यसरी जान मिलिन्छ। यसरी कसरी भयो भन्दाखेरि चाहिँ यसरी हेर्न मिल्छ। ट्रेनिङ स्पेन्समा गएपछि अब हामी यहाँ आएपछि तपाईँहरूले अनलाइन त्यो एक्जाम फिल कसरी भरिन्छ भन्दाखेरि चाहिँ तपाईँहरूले सरहरूले पठाउनुहुन्छ यसबाट गुगल म्यापबाट। यो चाहिँ कसरी छ भन्दाखेरि चाहिँ यो तपाईँको दुईटाबाटै हेर्न मिलिन्छ। यसरी थिचेपछि मैले कस्तो कस्तो गरे त्यसरी हेर्नु होला। जुन भए पनि त्यो लिङ्कमा ट्याप गरेर अनि आएपछि हाम्रो यसबाट चाहिँ थिचेपछि चाहिँ लोडिङ हुन्छ। लोडिङमा गएपछि चाहिँ तपाईँको यसरी हुन्छ। अनि नाम नम्बर राख्नु पर्यो। तपाईँहरूले
कुन छिटो पैसा अनि पठाउ ड्राइभमा गएपछि अनि यसरी फिल्दै भर्न मिलिन्छ। यो चाहिँ कसरी गरेछ भन्दाखेरि चाहिँ यसरी हेर्नु होला। अनि यो चाहिँ फिल गरेपछि हाम्रो यसरी पढ्दै राख्दै हुनुपर्छ। म चाहिँ यो चाहिँ बोल्दिनँ यो एक्जाममा चाहिँ। तपाईँहरूले यो भिडियोमा चाहिँ कस्तो राम्रो लागेमा यसरी गर्नु होला। यो चाहिँ 24वटा हो कि उ गर्नु पऱ्यो, एउटा पनि मिस्टेक छ भन्दाखेरि चाहिँ तपाईँको भोलि क्लास चाहिँ लिन मिल्छ। फेल भयो भने चाहिँ भोलि नै हुन्छ, पास भयो भने चाहिँ तपाईँको 24 घन्टादेखि 48 घन्टामा राइट लिन पाउँछ। यसरी हो। एउटा पनि लागेको छ भने चाहिँ तपाईँको भोलि नि उ गर्नु पऱ्यो एक्जाममा चाहिँ होइन। अनि त्यो यसरी आउँदाखेरि चाहिँ तपाईँको फुल डिटेल भर्नु होला राम्रो लागेमा यसरी आउँछ। अनि त्यो भरेपछि तपाईँको त्यसमा गएपछि अकाउन्टमा जानु होला। अकाउन्टमा गएपछि त्यो थ्री राइटमा थिचेपछि तपाईँको अकाउन्टमा थिचेपछि थ्री डटमा टच गरेर तपाईँको इनबक्समा म्यासेज हुन्छ तपाईँले पास गरेको छ कि छैन भन्ने चाहिँ हेर्न मिलिन्छ। यसरी आउँछ। हाम्रो भिडियो कस्तो लागेमा राम्रो लागेमा लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। म चाहिँ यो धेरै चाहिँ बोल्दिनँ, अन्तिमसम्म चाहिँ हेरिदिनु होला। यो चाहिँ एक्जाम। हस्त नमस्ते, थ्याङ्क यू सो मच। लाइक कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। यो भिडियो मन पराउनुहुन्छ होला तपाईँहरूले। हस्त नमस्ते, म चाहिँ बिदा लिन चाहन्छु।